मैले हिजो मात्रै विभिन्न देशहरूले आफ्ना नागरिकका लागि अत्यावश्यक सामान बाहेक खरिद नगर्न भनेर देशवासीलाई उहाँहरूले आह्वान गरेको अवस्था छ। त्यस्तै हाम्रो देशमा पनि हाम्रो सरकारले अहिले देशवासी आम नेपाली दाजुभाइसँग अनुरोध गरेको छ, तपाईहरूले अत्यावश्यक सामान बाहेक खरिद नगर्नुहोस्। किन भन्दा अहिले संसार एउटा युद्धमय भएको छ। संसारमा धेरै ठाउँमा युद्धहरू चर्केको छ। हामीलाई चाहिने दिनहुँ खाद्यान्न सामानहरू हरेक कुरामा, ट्रान्सपोर्टेसनमा हरेक कुराहरू हामीले महँगो भएको छ। डिजेल पेट्रोलको हाहाकार छ। यस्तो अवस्थामा हामीले डलरलाई निक्षेप गर्न सक्यौँ, यसले हामीलाई भोलिको दिनमा एउटा राम्रो एउटा वातावरण हामीले सिर्जना गर्छ र हामीलाई सपोर्ट गर्छ। त्यसैले डलर जुन निक्षेप हामीसँग छ भन्नलाई सरकारले अहिले पनि हामीसँग डलरको निक्षेप 18 महिनासम्म पनि हामीलाई चल्छ भन्ने छ। चल्ने एउटा कुरा हो। अब संसारमा अरूसँग डलर छैन भन्ने होइन, अरू देशहरूसँग पनि डलर छ, तर पनि उनीहरूले आफ्नो डलरलाई जोगाउनका लागि भरपुर उहाँहरूले कोसिस गरिराख्नु भएको छ। आफ्ना नागरिकलाई भनिराख्नु भएको छ उहाँहरूले, तपाईहरू अत्यावश्यक सामान बाहेक कुनै पनि चिज सक्नुहुन्छ भने खरिद नगर्नुहोस्। सार्वजनिक यातायातको तपाईँहरूले प्रयोग गर्नुहोस्। सार्वजनिक यातायातलाई हामीले प्रयोग गरेर हामीले डलरलाई निक्षेप गर्न सक्यौँ भने सार्वजनिक हामीले प्रयोग गर्दा डलर कसरी सञ्चित हुन्छ भन्ने कुरा, जति हामीसँग डिजेल पेट्रोलमा हामीले पैसा हाल्नुपर्छ। अहिले रेट बढेर आएको अवस्था छ। यो अवस्थामा हामीले धेरैभन्दा धेरै किन्न पर्ने अवस्था आयो भने हाम्रो डलरको क्षति बढी हुन्छ। अनि पछि एक किसिमको वातावरण पनि ठिक भएको छ, अशान्तिहरू पनि रोकिन्छ, युद्धहरू पनि रोकिन्छ, डिजेलको पेट्रोलको रेट पनि कम हुन्छ, ट्रान्सपोर्टेसन सस्तो हुन्छ। अनि त्यसले गर्दा हामीले तपाईँको अनावश्यक खर्च गर्न पर्दैन, बचत नै हुने भएको कारणले गर्दा पनि राज्यले यो कुरा भनेको हो। म यहाँसँग यसलाई मैले अलिक प्रष्ट पार्नुपर्छ भनेर पनि मैले यो भिडियो बनाएँ। आम नेपाली दाजुभाइसँग सरकारले ल्याएको पोलिसी, उहाँले गरेको आह्वानलाई नेपाली दाजुभाइले कार्यान्वयन गर्नुपर्छ भन्ने लाग्छ। जस्तै भारत सरकारले तपाईँको पछिल्लो अवस्थामा आफ्नो नागरिकलाई सुन किन्न पनि उहाँहरूले पढाइ गरेको छ, नकिन्नु भनेर भनेको छ। र उनले जहाँबाट तपाईँको सुन आयात हुन्छ भारतमा, त्यो ठाउँमा पनि उहाँहरूले सुनमा धेरैभन्दा धेरै कर लगाएर तपाईँको अब चाहिँ सुनमा नै भारतीय जनता आकर्षित नहुन् भन्नका लागि एउटा पोलिसीहरू उहाँहरूले मेकिङ गरिराख्नुभएको छ। आफ्नो देशमा त्यो किसिमको नियम कानुन बनाएर गोल्ड ल्याउने कुरामा उहाँहरूले रोक्ने प्रयास उहाँहरूले गर्नुभएको छ।